हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड एनदर भिडियो। आज चाहिँ मदर्स डे स्पेसल हो, त्यही भएर अहिले चाहिँ हामी ठुटीबल जान थालेछौँ। अनि हामीले यही भिडियो मार्फत नै मम्मी र साइले आजलाई चाहिँ एकदम मिस गरेको छौँ अनि ह्याप्पी मदर्स डे भन्न पनि चाहन्छौँ। कहिले पनि मौका जुरेको छैन मम्मी र साइले आजसँग चाहिँ मदर्स डे मनाउने। अहिले चाहिँ कान्छी आज र साइले आज ठुटीपालमा हुनुहुन्छ, उतै जान थालेको। हाम्रो गिफ्ट पनि रेडी भइसक्यो साथीहरू। हामीले के लिएछौँ भनेर चाहिँ पछि आजहरूले अनबक्सिङ गर्नुहुन्छ। ल उतै गएर भेटौँला है त, लेट्स गो। गाइज, हामीले चाहिँ आमाहरूको लागि चाहिँ गिफ्ट ल्याइसकेका छौँ। यो चाहिँ बाबाको लागि चाहिँ आज घर आइपुग्यौँ। यहाँ चाहिँ मैले केक छोपेछु, त्यहाँ चाहिँ बहिनीले गिफ्ट लगेर जाँदै। आजलाई चाहिँ सन्चो छैन अरे, ढिला आयो भनेर गाडी गर्नुहुन्छ अब हामीलाई। के भयो काम ज्वरो आएको छ। हामी चाहिँ आइपुग्यौँ है आजको ऐना, तर टाउको मात्रै देखिन्छ है फेरि। हामीले हेप्पी मदर्स डे भनेको छैनौँ। ल हेप्पी मदर्स डे आजहरू। सन्चो भयो मैले आजलाई। उता जानुभयो बजेहरूलाई हेर्न। ए फोटो खिच्ने पसिना हेर्दा मान्छेलाई ह्याप्पी मदर्स डे। बहिनी चाहिँ सबभन्दा सानो हो हामीभन्दा, त्यही भएर बहिनीले खाता लगाउँछ भनेर बहिनीलाई खाता लगाउन दिएको। हामीले चाहिँ कागेलाई पनि राखेछौँ। बाबा औँसी पनि आज एकैचोटि एडभान्समा। कागेलाई पनि दे, कागेलाई नि दे, हाम्रो आपा औँसीको गोर्खा। ऊ त्यहाँ छ क्या, नलाइदिने भनेर। लगाइदिएकै हुन्न। ह्याप्पी फादर्स डे। हामी चाहिँ एडभान्समा है साथीहरू। भयो ह्याप्पी मदर्स डे स्पेसल। पहिला भगवान्जीलाई अनि त्यसपछि बल्ल मम्मीहरूलाई। बाहिरको क्रिम नखाने। त्यसैले नै 50-50 गरेर खिलाइदियो कि, थोत्तरै बाचा मात्रै त हो। कान्छी आई चाहिँ बाटो है, जुठो खानु पर्छ भनेर है साथीहरू। काकीलाई नि खिलाइदियो एडभान्समा। कालीले बातेलाई खिलाइदियो। मैले चाहिँ भिडियो गरेछु भयो। ल ह्याप्पी मदर्स डे वान्स अगेन। माइली आज राखेर उठ्नै गयो त्यो हतार। माइली आज चाहिँ बुटोल जाने काम छ अरे साथीहरू, त्यही भएर उठ्नु भएको। कान्छी आज मक्खै हुनुहुन्छ।
तपाईँलाई धन्यवाद। म चाहिँ यहाँ छु। आज आमा आउँछ अनि आज उसले टिका लगाइदिनु भयो। केक सेक काटेर पनि सकियो। अब चाहिँ खानासाना खाने प्रोग्राम। आज उसले मिठो मिठो बनाउनु भयो होला। हामीले पकाएर दिनुपर्ने हो, तर आज के जहिले पनि यस्तै हुन्छ। अब नेक्स्ट टाइम चाहिँ हाम्रो घरतिर खामलाई आज त्यसभरि टन्नै चाहिँ आमा खरबुजा काटेर के गर्नु लाग्छ नि त? उसले चाहिँ फ्रिजमा मिलाउँदैछ। कान्छी बहिनीले चाहिँ भाँडा माझ्दै। यता हेर त, यता हेर, यता हेर, यता हेरेर केही भन् त। पुरा हँस लाग्छ कि क्यामेरा देखेर। पेसेन्ट ज्वरो आएको थियो। दाल मैले मिलमा लगेर पिसेको एक छाक भयो भने त पिसिदिने रहेछ। हो यति लगेर पिसेको पिसिदिने रहेछ। पुडी भयो पुडी भन्दिनँ प्यारा अमुले पनि आयो गिरी पनि पहिल्यै उहाँ बस्ने हो। हामीले त गिरी लसेको होइन, हामी त अब मदर्स डे मनाएको। अब टन्न खानासाना खाएर एसीमा यस्तो सिरे गरेर अब माइली आजेको त बिचरा यति माया लाग्दो देखिनु भएको छ। यति माया लाग्दैन भयो। आजे यहीँबाट छोराहरूलाई केही भन्नु नि त। विक्रम विश्वलाई केही भन्नु न। हेर हाम्रो मदर्स डे त खतरा। प्यारालाई बरु राम्रो देखेछ। उता त अब दुईजना त्यही कम्पनी हो। जाडो भएर यस्तो मदर्स डे बनाउनु आएको। बाहिर फेरि डेन्जर घाम छ है। बाहिर फेरि डेन्जर घाम लागेछ, तातो छ। भित्र चाहिँ आनन्द छ। हाम्रो मदर्स डे यसरी बितिरहेछ। अहिले चाहिँ गफा सफा गर्दै हो। छोरीहरूको यहाँ गिफ्ट हेरौँ के एल्लो दिदी भन त्यो दिदीले बोल्नुहुन्छ। यस्तो हो कि अब साइज एउटै हो। ठुसानो गरेर लाउनै पर्छ। जुनले जो मनपर्छ त्यही लगाउनु। हामीले चाहिँ व्हाइट चाहिँ हजुरले नै भनेर किनेको हो। मैले चाहिँ उठ्नु के कति राम्रो लाउनु यहाँ के को पैसा? आजीहरूले आज औँसी छोरीहरूलाई मैले त्यो दिदीको ल यहाँ आउनुहुन्छ ल कता नि यो चाहिँ नि मेरो है मेरो हेर्छु पहिला सिलाउनु पर्यो। सिलाउनु कुन चाहिँ मन पर्यो हजुर? जुन मनपर्छ त्यही राख्नु। अब राम्रो छ है काकिने भयो। कति राम्रो हो। कुरा नगर्नु न। यहाँ हामीलाई कुनै दोकानमा चित्त नबुझेर संसार डुलेको। तर काट्नु पर्छ होला न। तर सस्तो होइन है, एकदम महँगो महँगो। आमाहरूले बुझ्नु होला। मैले बुझिसकेँ नि बराई। साथीहरू हार मम्मीलाई त्यस्तो भन्नुपर्छ कि फेरि पत्याउन्न भयो। हार मम्मीहरू त डेन्जर छन्। यो मेरो है अब दिदीको कलम सेम ल्याइदिनु खोजेको। माइले एक जस्तो सेम ल्याइदिन खोजेको। अनि त्यो वाला फेरि पिङ्कमा थियो। पैसा एउटै हो, क्वालिटी पनि एउटै हो होइन। यो चाहिँ भित्रीवाला हो। यो भित्रीवाला रहेछ। भित्रीवाला लाउनु मन लाग्यो। भित्रीवाला दामी हुन्छ। भित्रीवाला लाउनु मन लाग्थ्यो राजुलाई। यस्तो दामी देख्छ कि यो घाँटी मेरो कस्तो छ घाँटी।
यो घाँटी मनपर्छ मलाई दिदीको वाउ दिदीको मेरो भन्दा दामी खायो त कति राम्रो हो चुन्नी पनि ओहो ल थ्याङ्क यू छोरीहरूलाई अब हामीले कपडा उठाउनु नि जाँदैन दिदीको सादा रहेछ दामी रहेछ दिदीको झन् साट्ने भयो साटिहालौँ अझै कालीले मम्मीलाई कसरी सर्ट दियो खै यहीँ लेखेन यसलाई हिजो देखायो भने त नमानेको हो यो छुची छुची राम्रो लावाला यो त्यो फेरि योले आज मन पऱ्यो कि नै माइली आज माइली आजले फेरि खतरा चोइस गर्नुहुन्छ मन परेन भने अगाडि भनिदिनुहुन्छ किनभने के किनिदिएको भन्नुहुन्छ कान्छी आज मन पऱ्यो कि नै एकदम मन पर्यो ल अब दिनदिनै हेऱ्यो भने त गएन त्यो त भन्नै पर्दैन मात्रै हुनुहुन्छ हाम्रो मदर्स डे चाहिँ सकियो होइन दुःख सुख रमाइलो भयो सबै भेट्यौँ आमाहरूलाई होइन अझै अब हाम्रो भिडियो चाहिँ यही नै लास्ट हो पछि फेरि भिडियोमा भेटौँ ल होइन प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु आज हजुरले भनिदिनु त हजुर भन्नु त लाइक सेयर एन्ड सब्सक्राइब प्लिज गाइज छोरीको भला हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मैले भाँडे बाटेको हेरिदिनु होला ल साथीहरू फेरि नेक्स्ट भिडियोमा भेटौँ ल बाई बाई